Hello, hi there everyone and namaskar. यो मेरो पहिलो vlog हो. I'm trying to just capture some memories. हाम्रो मुस्ताङ trip start भएको छ. Let's begin the trip and enjoy. And here is my cute babu. मेरो छोरो giving pose. Picture. Yo, and here goes our journey. हामी चाराली बाट बिर्तामोड हुँदै दमक जनकपुरसम्मको यात्रामा छौँ. एन्ड अपडेट दिँदै गर्नेछु म बिचबिचमा, हैन, हेर्नु होला. हामी चाहिँ अहिले अब दमकको भ्यू टावर, द बुर्ज खलिफा टावर घुमिसक्यौँ, होइन. एन्ड द जर्नी इज स्टिल अन. पानीले अलिकति बोर गर्यो, होइन. पानीले गर्दाखेरि थोरै चतराको भ्लग चाहिँ छुट्यो यसमा, होइन. वी आर स्टिल हेडिङ टुवर्ड्स गाईघाट हुँदै जनकपुर. लेट्स इन्जोय द ट्रिप. यात्राको क्रममा हामी अहिले चाहिँ अब जनकपुर पुग्न लागेका छौँ, होइन, अन द वे. सबैजना दिनभरिको एक्टिक ट्राभलले गर्दाखेरि सबै आफ्नो आफ्नो धुनमा चिलमा चाहिँ दृश्यहरू अवलोकन गर्दै सबैजना आफ्नो आफ्नो धुनमै हुनुहुन्छ, होइन. चाहिँ ड्राइभिङ गरिरहेको छु. मैले यताउता हेर्न मिलेन, होइन. वी आर हेडिङ टुवर्ड्स जनकपुर. जनकपुर गर्मी एकदमै धेरै गर्मी छ. अब हामी धेरै बेर वेट गर्दैन होला. जस्ट जनकपुर यसो घुमेर चाहिँ हामी आवर फर्स्ट स्टे विल बी इन बर्दिवास. जनकपुर मन्दिर पनि दर्शन गरियो, होइन. यहाँ भएको अब राम सीताहरूको मूर्तिहरू यसो अवलोकन गरेर चाहिँ हामी बर्दिवासतिर लाग्छौँ. थोरै जनकपुरको क्लिप हेरौँ है त. सीताराम विवाह भएको है. जय गरिदेऊ न. Tutu. 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 भ्लग नि जाए सबैको आइरहेको. अलमोस्ट अब हाम्रो जनकपुर भिजिट, जनकपुर मन्दिर
हामीले घुमेर सकाइसक्यौँ होइन। जनकपुर मन्दिरको भ्यू अब यस्तै हो, बाहिरबाट हेर्दा टक्क दामी छ। वर्ल्ड हेरिटेजमा चाहिँ लिस्टेड भएको प्लेस हो होइन। घुम्न लायककै ठाउँ छ। जस पहिला हेरी अहिले धेरै नै सुधार भएर रहेछ जनकपुर। पहिला त्यही भएर बाटोसाटो यताउता बनेर अलिकति अहिले जे होस् इम्प्रुभ हुँदै रहेछ। सो ओभरअल रेटिङ राम्रै दिन मिल्छ। अब हामी जनकपुर मन्दिर दर्शन गरेर चाहिँ एकछिन घुमेर गर्मी एकदम धेरै भएकोले गर्दाखेरि हामी बर्दिवास गएर बस्ने सोच्यौँ होइन आजलाई। एन्ड वी आर हेडिङ टुवर्ड्स बर्दिवास नाउ। एउटा बजार आइयो हेर प्रडक्ट हेर नि त्यहाँ होइन छुने होइन नो 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 बेटा नो 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 हेलो वेलकम सबैजनालाई। हाम्रो फर्स्ट डे बर्दिवास स्टे गरेर अगाडि बढ्यौँ। बाटोमा हामी देवघाट दर्शन गर्ने भनेर देवघाट छिर्दैछौँ होइन। यो चाहिँ देवघाट हो। देवघाटमा यसो बोटिङ सोटिङ गरेर नारायणी रिभरमा चट्ट यसो घुमिदिउँ भनेर हामी अहिले देवघाटतिर छौँ। अगाडि हेर्दै जाउँ है त। देवघाट सर र म देखाउँछु। बाटो पानी परेकोले गर्दाखेरि गाडी त ठुलो फोहोर भएर देवघाटमा यहीँनिर गाडी पनि धोइदिनुपर्छ भन्ने खालको सल्लाह हुँदैछ हाम्रो। एकदमै फोहोर भएछ। अब एकछिन हामी यसो देवघाटमा दर्शन गर्छौँ अनि विल मुभ अहेड। भिडियो पनि दामी हो। त्यो हाम्रो बोटको हो के त्यो भाग त्यो पनि बराबर पाए। हामी देवघाटमा छौँ। यही हो देवघाट। सुम्पुङलाई भनेर छोड्दा यो बोट देवघाट अब सर घुम्दाखेरि यस्तै भयो होइन। बोटिङ सोटिङ गऱ्यो, बाबु पनि खुसी भयो पानीमा खेल्नु पाएपछि। अब हामी अगाडि बढ्छौँ देवघाटबाट होइन। देवघाटहरूमा यति नै हो। फर्स्ट ट्रिप सकेर वेन वी आर कन्टिन्युइङ आवर जर्नी टुवर्ड्स पोखरा सेकेन्ड डे। हाम्रो नेक्स्ट स्टे भनेको चाहिँ अब आज बन्दीपुरमा हुनेछ। क्लिप्सहरू आउँदै गर्छ। किप इन्जोइङ, किप वाचिङ। Yo, we are heading towards बन्दीपुर। बन्दीपुर हाम्रो सेकेन्ड डे स्टे रहनेछ। त्यही अनुसारले हामी बन्दीपुर जाने बाटोमा चाहिँ गइरहेछौँ। हाम्रो स्टे दियर अनि हल्का बन्दीपुर
वक गरियो मर्निङ वक बन्दुकको दृश्य अवलोकन गरेर हामी फर्दर अगाडि बढ्नेछौँ। Kalau ada air. अब लगभग कता पुसमासम्म यस्तै होला हो। यात्राको क्रममा सबैजना यो यो छोरो छोरो मजाले बसिरहेछ। यहाँ त राम्रो छ यो त। अब चाहिँ गजबै छ बाटो। Slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement.
everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast, I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Gonna learn the consequence of being incompetent. Mental health is confidence, dreams and some honestness. I'm not here to save the day, that's for you to take away. I could play a million mind games, but instead I say something not illogical, something that is topical. Rub it on and watch it go, make yourself unstoppable. Dreams are irresponsible, but they're always possible. If you just believe, you could be so remarkable. Thoughts in my head, a collage and they spread. I'll be great one day, going off of my meds. No, I'm not giving up, no, I'm not giving in. I will make it to the top, taking off in the wind. I gotta make it, I'm saving every day to taste it. I'm patient, but my mind, it can hardly take it. I'm chasing a dream that I've had for several ages. A vacant, modern kingdom for the taking. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. अब यस्तो बोकेर यस्तो घुम्दिनु तपाईँ ब्युटिफुल सिनेरी एन्ड ब्युटिफुल घरहरू बाटो हामीले सोच्यो भन्दा राम्रै नै पायौँ हैन पिच टप रोड जस बाटो एकदमै सहज थियो हाम्रो थर्ड डेको स्टे तातोपानीमा थियो हामी तातोपानी बसेर बिहान रूपसे झरना हुँदै अगाडि बढिरहेको छौँ लेते हुँदै अब हामी अगाडि मुक्तिनाथको यात्रामा छौँ
आज हामी मुक्तिनाथको दर्शन गरेर फेरि ब्याक टु तातोपानी नै आउने भन्ने प्लान छ। हेरौँ अब समयले कतिको साथ दिन्छ हामीलाई होइन। बाटो इट्स फाइन, वेदर पनि एकदमै ठिक्क, गर्मी पनि छैन जाडो पनि छैन होइन, एकदम चिल वेदर। हाम्रो यात्रा अगाडि बढिरहेको छ। अब हामी जमसुङ आइपुग्न लागेका छौँ एन्ड दिस इज जमसुङको एयरपोर्ट साइडमा देख्न सक्नुहुन्छ। यहाँ थोरै बाटो अलिकति कच्ची रहेछ, जमसुङ बजार एरियामा थोरै पहाडहरू देख्न सकिन्छ, घरहरू त पुरानो एन्सियन्ट घरहरू। अनि साइडमा एयरपोर्ट भइहाल्यो, जमसुङ एयरपोर्ट अघि देखाइहाल्यो तपाईँहरूलाई। फेरि अगाडि पनि बाटोबाट थोरै देखिन्छ जमसुङ एयरपोर्ट। अहिले अब हामीलाई माथि मन्दिर पुगेर दर्शन गरेर फर्किने, त्यसदेखि पछाडि जमसुङ एक्सप्लोर गरौँला भन्ने प्लान गरेका छौँ होइन। लेट्स सी, हामी अब सिधै अगाडि गयौँ, यो जमसुङ बजार भयो, मुक्तिनाथको यात्रामा अगाडि बढ्दैछौँ हामी। अब जमसुङ बजार लाई छोड्दै अगाडि बढ्दैछौँ होइन। जमसुङको एयरपोर्टको गेट देख्न सकिन्छ, इन्ट्रान्स गेट हाम्रो राइटपट्टि होइन। जमसुङ बजार रमाइलो छ जे होस्। अब धेरै गीतहरू पनि बनाएका छन्। बाटो टक्क पहाडको एरिया भए पनि बाटोहरू राम्रो व्यवस्थित बन्दैछ होइन, कन्स्ट्रक्सन भइरहेछ, विकास हुँदैछ जे होस्। यस्तो ठाउँमा पनि यसरी चाहिँ घरहरू बाटोहरू यो बन्दै जानु भनेको इट्स अ कोर्स अफ डेभलपमेन्ट होइन। यो बन्दैछ, राम्रो छ। ठक्क जमसुङमा आइपुगेपछि चाहिँ यो गीत याद आइहाल्यो क्या तपाईँहरू कतिलाई। अब याद आयो कि आएन होइन। हेर्नु त हावा चलेको बाहिर, यस्तो मजाले हावा चलाएको छ। जमसुङमै बजारमा 12 बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा। यो गीत त अब जसले पनि सम्झिने भइहाल्यो होइन जमसुङ आएपछि। कागबेनीबाट माथि मुक्तिनाथको यात्रामा अगाडि बढ्दैछौँ। एकदमै चाहिँ ब्युटिफुल सिन, पहाडहरू होइन, एकदमै हेर्न लायकको ठाउँ छ मुस्ताङ। जे होस् पहाडको रानी भनेर पनि चिनिन्छ होइन। यो फरबिडन किङडम मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ मन्दिर तर्फ हामी अगाडि बढिरहेका छौँ। अब भ्यूहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यो जति बयान गरे पनि अब बयान गरेर सकिँदैन होइन, यो प्राकृतिक सुन्दरताको। जस्ट हेर्नुहोस् तपाईँहरूले, मैले जस्तो देखाउन खोजेँ अब त्यस्तो सकिनँ। इट इज माई फर्स्ट भ्लग होइन। नेक्स्ट टाइम अब यो अलिकति केही एडिटहरूको यो टेक्निकहरू चाहिँ सिकेर चाहिँ अझ फर्स्ट क्लास भिडियो बनाउँदै जाउँला होइन। अहिलेलाई अब यस्तै भयो, त्यही पनि लेट्स इन्जोय होइन। Wow, what a beautiful place. खानको लागि मन्दिर गयो है। कत्रो भन्छ मुक्तिनाथ यसो गर्दा अब सानो सानो ढुङ्गा राख्दै जानु, नभए हावाले लडाइहाल्छ।
दामी दामी कता घर बनाउनु भयो कता मन्दिर बनाउनु भयो यहाँ भित्रबाट हो र वाह 1 मिनट ठिकै छ त्यहाँ एकचोटि भएन भने नारायणजीलाई लगेर सधैँ तपाईँ जाँदा नि ब्युटिफुल प्लेस। अब यो दृश्य देखिराख्दाखेरि तपाईँहरूलाई म अब कुन ठाउँमा छौँ हामी कुन ठाउँ जाँदैछौँ भनेर भनिराख्नु नपर्ला होइन। हेडिङ टुवर्ड्स लुम्बिनी, द बर्थ प्लेस अफ लर्ड बुद्ध, गौतम बुद्धको चाहिँ जन्मस्थान। यहाँ एउटा भन्नै पर्ने कुरा के छ भन्दाखेरि
बुद्ध वाज बर्न इन नेपाल। यो चाहिँ धेरैतिर चाहिँ मान्छेहरूले चाहिँ गलत सन्देशहरू पनि फैलाइराखेको छ होइन। द फ्याक्ट इज बुद्ध वाज बर्न इन नेपाल। बुद्धको सन्देशहरू, बुद्धको उपदेशहरू हामीले शिरोधार्य गरेर सधैँ हिँड्न पाइराखियोस् होइन। लुम्बिनीको सर्ट भ्रमणपछि हामी भ्रमण सकेर अब ब्याक टु झापा हुँदैछौँ। होप तपाईँले अब मेरो भिडियो चाहिँ हेर्नुभयो होला होइन। एनिवे थ्याङ्क यू फर बिङ एन्ड वाचिङ द भिडियो। यो जस्ट स्टार्टिङ फेज थियो। अब यो ब्लग भन्दा पनि एउटा आई जस्ट वान्ट टु किप फर मेमोरी भिडियो जुन चाहिँ मैले लिएको थिएँ हाम्रो यात्राको क्रममा, हाम्रो फ्यामिली ट्रिपको क्रममा। अनि यसलाई चाहिँ अलिकति केही उसमा चाहिँ कैद गरेर राखौँ भनेर चाहिँ त्यो हिसाबले अब भिडियो बनाएको हो होइन। ब्लग भयो, अब युट्युबमा अपलोड गरियो। कति कुराहरू मिस्टेक छन् होला, सुधार्नु पर्नेहरू पनि छन्। अब फर्स्ट ब्लग हो, त्यति एक्सपिरियन्स छैन यो ब्लगिङको। त्यही पनि समहाउ आई म्यानेज टु डु। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू एभ्री वान। फेरि अब नेक्स्ट ब्लगहरू यसरी नै आउँदै गर्छ है त। अहिलेलाई सी यू अल, बाई बाई।